हेलो गाइज, हामी चाहिँ आज रातमाटी झर्न जान लागेको अनुष्का र म छौँ। अब हामी सुमित्रा दिदीको घरतिर जाँदैछौँ। हामी सुमित्रा दिदीकोमा आइसक्यौँ, सुमित्रा दिदीलाई भेट्यौँ। अब हामी हिँड्छौँ। हेलो हामी शुक्रबार आइसक्यौँ सिर्जना सिस्टरको पर्खाइमा। सिस्टर पनि आइसक्यौँ। यस्तो कालो देखिरहेछ नि सिस्टरसँगै सिस्टरको छोरा पनि। अब कसरी हिँडेर जाने होला। अब हामी राधिका दिदीको घर आइपुग्यौँ। राधिका दिदी आएपछि हामी चाहिँ फटाफट हिँड्छौँ। ल राधिका दिदी पनि निस्किनु भयो। हेलो दिदी। यस्तो बाटो चाहिँ हिँड्दै जानुपर्ने छ। हामी हिँड्दै गएर उहाँ कहाँ हो पुग्नु पर्ने छ। ल अब चाहिँ उज्यालो भयो। हामी तल ठोट्ने पुग्न लागिसक्यौँ। हाम्रो टोलीहरू यस्तो छौँ। हामी चाहिँ त्यो डाँडा डाँडा कटेर उता जानुपर्छ अरे। कता हो थाहा नि छैन। फर्स्ट टाइम हिँड्दैछौँ। हामी अब ठोट्ने खोला पुगिसक्यौँ। यस्तो बिजोग भएको छ नि हिँड्दा हिँड्दा खुट्टा दुखिसक्यो। ठोट्ने खोला बाटो यस्तो छ। ठोट्ने खोला पुल यस्तो रहेछ। हामी चिसङ्खुगढी गाउँपालिका वडा नम्बर 7 मा प्रवेश गरेका छौँ। अब ओह्रालो झरिसकेपछि अब उकालो हामी चढ्दैछौँ। उकालो लागिसक्यो। हामी चाहिँ खानी गाउँ भन्ने ठाउँमा आइपुग्यौँ। अब खानी गाउँ रहेछ यसको। यो ठाउँको नाम चाहिँ धारो रहेछ। बस्ने ठाउँ रहेछ। गलिम भुतुक्क। अब एकछिन रेस्ट गर्छौँ। घरहरू चाहिँ त्यता रहेछ माथितिर। गलेर यस्तो अवस्था भएको छ कि अब घाम माथि डाँडा डाँडामा आइपुग्यो। यस्तो राम्रो देखिरहेछ। हिँड्दा भोक लागेर अब चाहिँ ब्रेकफास्ट गर्ने कोही भोक लागेर सिङ्गै स्याउ खाइरहेछन्। अब हामी अगाडि बढ्दैछौँ। बाटो खोज्दै खोज्दै सर्टकट बाटो खोजेको यस्तो बाटो भेट्यो। कहाँ पुग्ने हो थाहा नै छैन हौ हामीलाई। हेलो गाइज हो। अब हामी डाँडा गाउँ आइपुगे। अब यहाँबाट कति लागिन्छ थाहा छैन। हिँड्दा हिँड्दा गलेर थाकिसक्यो। भुतुक्क भइसक्यो। अनुष्का सिस्टर कस्तो भइरहेछ तपाईँलाई? यो अवस्थामा हिँडिरहनु परेको छ। यस्तो बिजोग छ नि। आमामा लड्न चाहिँ लड्नु होला है। जानु जानु बिस्तारी। सक्स पुऱ्यो अझ उसले। फेरि भोक लागेर चाहिँ यहाँ चाउचाउ सुरु भइसक्यो। हिँड्न पाएको छैन। खाएको छ नसकेर लडेर हेर बिचरा गाह्रो छ हामीलाई। यता पनि झर्ना छ। अस्ति खोला रहेछ। मेरो अवस्था चाहिँ जुत्ता लाएर हिँड्न नसकेर जुत्ता खोलेर हिँडिरहेको छु। यहाँ पनि झर्ना जस्तै छ तर यो कुन खोला हो थाहा नै छैन हामीलाई। यहाँ पनि झर्ना जस्तै रहेछ तर यो कुन खोला हो। कस्तो राम्रो रहेछ। वाउ खोला चाहिँ कुन हो थाहा नै छैन हामीलाई। रमाइलो लाग्दैछ होइन त सबैजनालाई। यो घर कति अनौठो घर हो। यस्तो छाना छ कि आमामा कस्तो खालको घर रहेछ। यताको घर त यस्ता पो हुँदो रहेछ। वाउ कति राम्रो। अर्को झर्ना रहेछ यहाँ। कुन झर्ना हो यो? झर्ना त यति राम्रो छ भने त्यो परको झर्ना कति राम्रो होला झन्। वाउ झर्ना आइन पुगेर
हामी गलेर यस्तो थकित भइयो कि बसिरहेछौँ। बिजोक हामी चाहिँ 4 घन्टाको पैदल यात्रा, कठिन पैदल यात्रापछि रातमाटे झर्ना आइपुग्यौँ। अब वहाँबाट झर्दैछ। अब हामी त्यहाँ जानेछौँ। उकालो चढ्नु पर्दो रहेछ माथि। अब सिधै आइपुग्यौँ हामी झर्ना। यहाँबाट उकालो चढ्नुपर्ने छ। ल अब हामी चाहिँ उकालो चढ्ने क्रममा छौँ। साथीहरू पछाडि हुनुहुन्छ। साथीहरू चाहिँ आउने क्रम। बाटो यस्तो अप्ठ्यारो रहेछ, यस्तो अप्ठ्यारो रहेछ माटो चाहिँ। बिस्तारै आउनु होला है। सबैजना चाहिँ यहाँनिर झर्नाको फोटो खिच्ने क्रम जारी छ। अब चाहिँ हामी सकिएर अब फर्किन लागेको। अब खाजा खान्छौँ तलतिर गएर बसेर। अब चाहिँ हाम्रो खाजा खान सुरु। खाजा हाम्रो खाजा। अब यता चटपटे बन्दैछ।